र अहिलेको ताजा स्थिति यस्तो छ। यहाँ चाहिँ भारतीय माग्नेहरूको घुइँचो छ, हुल छ। यिनीहरू तछाड मछाड गर्छन्, जे मुखमा आयो त्यही बोलिरहेका हुन्छन्। बाटो यसरी बाटैभरि चाहिँ नि यसरी बच्चाहरू राखेर चाहिँ माग्ने कार्य तीव्र छ। सम्बन्धित निकायले चाहिँ यसमा चाहिँ अलिकति ध्यान दिनुपर्ने देखियो, किनभने विश्व सम्पदा जस्तो क्षेत्रमा चाहिँ नि यस्तो कार्य अलिकति सुहाउँदैन पनि। ल हेर्नुहोस् यहाँ, यी नेपाली होइनन्, यी सबै भारतीयहरू हुन्। एकअर्कामा झैँ झगडा गर्छन्, तछाड मछाड गर्छन्। अहिलेको ताजा स्थिति यस्तो छ।